एउटा ग्लोबल सिटी बनाउने त्यसमा हरेक देशका हरेक जातिका हरेक धर्मका हरेक वर्णका मान्छे आउन्। जाति देश भाषाको विभेद बिर्सेर धर्मका विभेद बिर्सेर एक मनुष्यता बनोस्। 1 लाख व्यक्तिको उहाँको परिकल्पना थियो कि फर्स्ट सिटी रजनीशपुरमको 1 लाख व्यक्ति चाहिँ बस्छन् त्यहाँ। 10,000 चाहिँ बसिसकेका थिए होइन। 5 वर्ष पनि लागेन उहाँ जानुभयो। म रजनीशपुरमा 2 पटक उहाँसँग बसेको छु। एउटा भन्नुहोस् त पृथ्वीमै स्वर्ग बनाउने चाहिँ परिकल्पना थियो ओशोको। 81 को जुलाईमा उहाँ त्यहाँ पुग्नुभयो र 85 को अक्टोबरमा त रजनीशपुरम अमेरिकन सरकारले बन्द गराइदियो, उहाँलाई जेलमा राख्यो, पछि उहाँलाई डिपोर्ट गर्यो। त जम्मा 4 वर्षको 4 वर्षमा अमेरिकामा उहाँले जुन म्याजिक गर्नुभयो, 120 स्क्वायर माइल न्युयोर्क सिटीको भन्दा एरिया वाइज हामी 3 टाइम बिगड थिए। न्युयोर्क सिटी भन्दा 120 स्क्वायर माइलको सहर 4 वर्षमा बस्यो र यत्रो व्यवस्थित सहर थियो त्यो, यति व्यवस्थित सहर थियो। अहिले पनि छँदैछ त्यो, अहिले अमेरिका गभर्मेन्टले त्यसलाई अर्कै युजमा लिइराखेका छ। एयरपोर्ट पनि बन्यो 4 वर्षमा, एकदम डेजर्टमा। त्यो अमेरिकामा सबभन्दा फालेको ओरेगनको मरुभूमि थियो। 100 वर्षदेखि त्यो ल्यान्ड चाहिँ सेलमा थियो, कोही किनिराखेका थिएन, मरुभूमि थियो, केही पनि उब्जाने हुन्थेन। त्यो 100 वर्षदेखि चाहिँ डेजर्ट पडिराखेको भूमिलाई ओशोले 4 वर्षमा पृथ्वीको सबभन्दा राम्रो सहर बनाइदिनु भयो होइन। कस्तो सहर थियो भने एउटा युटोपिया जस्तो लाग्छ, सपना जस्तो लाग्छ। द सिटी विदाउट मनी होइन। त्यहाँ पैसा लिएर हिँड्नु पर्थेन त्यो सहरमा। जो त्यहाँको बासिन्दा थिए, जस्तो 10,000 व्यक्ति आएर त्यहाँ सेटल भइसकेका थिए र सेलिब्रेसन विशेष दिनमा, ओशोको बर्थडेमा, गुरु पूर्णिमामा, ओशोले इन्लाइटेन भएको दिनमा 30,000 चाहिँ भिजिटर्स आउँथे। 40,000 व्यक्तिको व्यवस्था त्यहाँ भइसकेका थियो मात्र 4 वर्षभित्र। त्यही 2-3 वर्षमै भइसक्यो। 40,000 व्यक्ति चाहिँ त्यहाँ एउटै डाइनिङ हलमा खान्थे। कस्तो लाग्छ भने पृथ्वीमा एउटा कल्पना, स्वप्नको नगरी जस्तो लाग्छ। अहिले सोच्यो भने पनि कसरी सम्भव भयो। जब म यहाँ लामो समय बसेको छु, मलाई पनि आश्चर्य लाग्छ कि त्यो कसरी सम्भव भयो होला होइन। एउटै डाइनिङ हलमा 40,000 मान्छे एकचोटि खाने होइन। एउटै मेडिटेसन हलमा 40,000 मान्छे ध्यान गर्ने, एउटै परिवेशमा 40,000 मान्छे बस्ने। न कसैको हिन्दू छ कोही, न मुसलमान छ, न क्रिस्चियन छ, न को पढे लेखा छ, को अक्षरै चिन्दैन, को चाहिँ धनी घरबाट आयो, को गरिब घरबाट आयो, को अमेरिकन, कोही चाइनिज, त्यहाँ केही विभेद थिएन होइन। यो एउटा उहाँको जुन परिकल्पना थियो ग्लोबल फ्यामिली, त्यो उहाँले बनाएर देखाइदिनु हो। ओशोमा विशेषता के हो भने अरू दार्शनिकभन्दा उहाँ फरक के हुनुहुन्छ भने अरू दार्शनिकले दर्शन मात्रै दिन्छ, फिलोसफी दिन्छ। जस्तै कार्ल मार्क्स दार्शनिक हुनुहुन्छ, उहाँले मार्क्सवादको राम्रो दर्शन दिनुभयो, तर आफै त उहाँले कम्युन बनाउनु भएन होइन। पछि लेनिनले बनाए या अरू स्टालिनले बनाए, अरूले माओसेतुङले बनाउनु भयो उहाँको सिद्धान्तमा। त उहाँले त सिद्धान्त मात्रै दिनुभयो। या अरू पनि जो ठुला दार्शनिकहरूको नाम हामी सुन्छौँ, उनीहरू चाहिँ दार्शनिक व्याख्याता मात्रै हो। त्यसमा फरक ओशोसँग के छ भने उहाँ चाहिँ खालि थ्योरी मात्रै दिनु भएन, प्र्याक्टिकल आफ्नै जीवनमा बनाएर देखाइदिनु भयो। उहाँकै जीवनकालमा रजनीशपुरम जस्तो सानो अमेरिकामा त 120 स्क्वायर माइलमा एउटा सहर बस्यो, इन्टरनेसनल सिटी। तर त्यस्तै सहर फ्रान्समा बस्यो, त्यसको नाम सरगम थियो। त्यस्तै सहर अस्ट्रेलियामा बस्यो, त्यसको नाम मेवलाना थियो। जर्मनीमा बस्यो। यस्तै सहर उहाँले दुनियाँभरमा 500 बनाइदिनु विदिन 4 इयर्स होइन। अमेरिकामा मात्रै बनेन। 81 मा उहाँ अमेरिका जानुभयो, 85 सम्म हाम्रो 500 सिटी थियो यस्तो। नेपालमा पनि मलाई आदेश दिनुभयो कि तिमीले नेपालमा पनि बनाऊ सिटी। त्यसको नाम जस्तो रजनीशपुरम थियो त्यस्तै हामीले यहाँ चाहिँ पोखरामा सुरु गरेँ, त्यही 82 मै सुरु गरेँ। रजनीश तीर्थ भनेर हामीले सुरु गरेँ, सहर बसाउन सुरु गरेँ। नेपाल जस्तो देशमा पनि बन्यो। एक वर्षभित्रै हामीले छोटो एक गरिब देशमा त छोटै हुन्छ, छोटो बनाएँ।
अब यो बुझ्नुहोस् कि एउटा कत्रो पावरफुल उहाँको थट होला कि एकजना व्यक्तिले संसारभरिमा 500 सिटी बनाइदियो होइन, कति पावरफुल त्यो व्यक्ति होला कल्पना गर्नुहोस्।